यो अरूको काम गर्दा गर्दा दिमागै ह्याङ भइसक्यो यार। हो मैले त्यही त भनेको नि भीम, तिमीले पहिल्यैदेखि भन्थ्यौ बिजनेस गर्ने केही आइडिया छ कि छैनन्, उपाय छ कि छैनन् भन्थ्यौ नि। मसँग अहिले दामी दामी आइडिया छन् हेर भीम, होइन? त्यही भएर तिमी चिन्ता नगर, तिमी ढुक्क बस, होइन? मैले के सोचिरहेको छु भनेपछि त्यसो गरौँ, पहिला तिम्रो आफ्नो बुवालाई भन 5 लाख रुपियाँ बनाऊ भनेर भन, मसँग 5 लाख रुपियाँ बनाउँछु, अनि भयो जम्मा जम्मी 10 लाख रुपियाँ, 10 लाख रुपियाँ भइसके पछाडि हाम्रो के हुन्छ भनेपछि बिजनेस हुन्छ। त्यति भयो त एकदम फाइदा आउँछ भीम। आएको छ यो संसारमा सब मान्छेहरू बिजनेस गर्छन् कि बिजनेस, कम फाइदा गर्छन् नि उनीहरूले, बुझ्यौ नि है? त्यही भएर अब ल भन त तिमी गर्ने कि नगर्ने? ल गर्ने चाहिँ गर्ने होइन। पहिला तिमी घर गएर एकछिन नुहाएर बस, त्यसपछि म कुरा सोध्छु नि तिमीलाई भरे भन्छु है। होइन मेरो कुरा अझ फुल अझ भएको छैन क्या। ओइ सुन्न है मेरो कुरा, कस्तो पुरै नसुन्नु जान्छ यार यो, कस्तो